हेलो नमस्ते सरोज लामा। आज म तपाईँलाई एउटा भर्चुअल सेट कसरी बनाउने र भर्चुअल सेट म बनाउँदैछु, तपाईँलाई हल्का देखाउँदैछु। र यो सिनेमा 4D R15 मा म बनाउँदैछु। र यो चाहिँ मैले पिक्चर फोटो हो, फोटोलाई चाहिँ त्यसलाई चाहिँ डिजाइन गर्छु म। हेर्नुहोस्, यो छ मेरो अहिले जस्तो यो, तर म यो सेम चाहिँ बनाउँदिनँ किनभने अलिकति फरक बनाउँछु म। मेरो स्टाइल हो यो चाहिँ। जस्तै हेर्नुहोस्, यहाँ रिङ छ, यो छ होइन, यहाँ पिलरहरू छ, अनि यो छ। यो चाहिँ मेरो गर्लफ्रेन्ड है, गर्लफ्रेन्ड भन्नु पऱ्यो है। अब तपाईँहरू नरिसाउनु है, त्यो फोटोलाई गर्लफ्रेन्ड भन्दा रिसायो भने त खत्तम छ। ल त है त, लेट्स स्टार्ट। अब यहाँ गएर म चाहिँ के गर्छु भने स्ट्यान्डर्डबाट 16.9 HD टिभीमा गर्छु र त्यहाँबाट गएर प्रिसेटमा गएर फिल्म भिडियोमा गएर 1080p/25। ओके। अब यसलाई के गर्छु भने यसरी हेरेर बनाउँदा नि हुन्छ, तर यसरी हेरेर बनाउँदाखेरि चाहिँ अलिकति टाइम लाग्ने भएकोले चाहिँ यसलाई के गर्छु भने पहिला म फ्लोरमा जान्छु, क्लिक गर्छु ब्याकग्राउन्ड, वी टेक ब्याकग्राउन्ड। सो यु डबल क्लिक एन्ड देन अगेन डबल क्लिक, go to color and then right side box, then go to desktop. Where is my virtual set image? Here, no, speculator up, then drag and drop here in the background. You see now there is. अब यसलाई चाहिँ यो एक्सिस मोडलाई चाहिँ म सेन्टर बनाउँछु, यसलाई यस्तै बनाउँछु। त्यहाँबाट यसलाई के गर्छु भने त्यहाँबाट क्यामेरा लिनुहोस् एउटा हैन, र यसलाई नाम लेख्नुहोस् क्याम हैन। त्यहाँ अर्को लिनुहोस्, यसलाई चाहिँ के भन्नुहोस् भने क्याम 2 मात्रै गर्नुहोस्। यो चाहिँ यो अहिले यसको मतलब म यहाँलाई सुनाउँछु, बुझाउँछु। अब हामी सुरुमा के बनाउने भनेदेखि नि पिलर बनाउने कोसिसमा जाउँ है त। यो पिलर बनाउनेतिर जाउँ। हेर्नुहोस् यसलाई कसरी बनाउने भनेदेखि नि ट्राई गरौँ है, गाह्रो छ बनाउनलाई। यसलाई ड्र्याग गरौँ, यसलाई यस्तो गरौँ, यहाँ ल्याउँ, यहाँ राखिदिउँ। र यसलाई के गर्नुहोस् भने क्युबमा जानुहोस्, के हुन राइट पिलर है। यो चाहिँ गइसकेपछि तपाईँले के भन्छन्, पिलरको स्पेलिङ मिल्यो कि मिलेन थाहा भएन है, एक्सरेमा गर्नुहोस् है, किनभने एक्सरेमा गइसकेपछि यो तपाईँको इन्डिभिजुअल पार्ट चाहिँ देखिन्छ, त्यहाँबाट हामीले कसरी बनाउने भन्ने हुन्छ। तर अहिले नगर्दा पनि हुन्छ यसलाई। अनि यसको सबडिभिजन हेर्नुहोस् कति छ, अब्जेक्टमा गएर 111 छ। यसलाई मेक एडिटेबल गर्नुहोस्। भन्नुको अर्थ के भनेदेखि यसको पोलिगन मोडमा जानुहोस्। अब हेर्नुहोस् यो छुट्यो हैन। अब के हाल्नुहोस्, के भनेको नाइफ लुप गर्नुहोस् हैन। यसलाई नाइफ यो एउटा काट्ने ग्रिड हटाइदिनु यो लागि। यहाँनिर एउटा कट गर्नुहोस्, जानुहोस् लाइभ सेलेक्सन टुलमा जानुहोस्, ओन्ली सेलेक्ट भिजिबल एलिमेन्ट भन्नेको अर्थ के भनेदेखि यो सेलेक्ट गरेपछि सबैतिर सेलेक्ट हुन्छ हैन। अब जुम लिनुहोस्, यसलाई हल्का कन्ट्रोल थिच्नुहोस्, साइज बढाउनुहोस्, मुभ टुल लिनुहोस्, कन्ट्रोल थिच्नुहोस्, माथि ल्याउनुहोस्, फेरि जुम लिनुहोस्, कन्ट्रोल थिच्नुहोस्, फेरि ड्र्याग गर्नुहोस्, फेरि यो लानुहोस्, फेरि हल्का सरी पहिलालाई यहाँ बराबर सरी यसलाई चाहिँ अर्को यति तान्नुहोस् हैन। त्यो सेम बनाउनु पर्छ भन्ने पनि छैन, आफ्नो स्टाइल। फेरि जुम लिनुहोस्, फेरि हल्का बढाउनुहोस्, त्यहाँबाट फेरि यो गर्नुहोस्, त्यहाँ तान्नुहोस् माथि, कहाँसम्म तान्ने हैन, यहाँसम्म तान्ने।
त्यहाँबाट हेर्नुहोस् है, त्यहाँ पुगेपछि त्यो भित्र छ यहाँबाट। अब यो भयो। अब यो क्यामेरा लिने किनभने यो त हाम्रो यो क्यामेरामा सेट भएको छ। अब यो माथिको भाग लिने, तर यहाँ 4 भ्यूमा जाँदाखेरि नै हुन्छ। अब यहाँ जानुहोस् टपमा, हेर्नुहोस्, किनभने यो पार्ट मात्रै सेलेक्ट गर्ने हामीले नै होइन। हेर्नुहोस् यो मात्रै सेलेक्ट भयो। फेरि फोर स्क्रिनमा जानुहोस्, यसलाई हल्का ड्र्याग गरेर तानेर सरी यो त कहाँ यो होइन नि, यसलाई यस्तै गरी गर्नु पर्यो। त्यो त मेरो गलत भयो है। अब यसलाई के गर्नुपर्छ भने नि यसलाई थोरै तानेर अनि यसलाई कन्ट्रोल थिचेर यस्तो हुन्छ। तपाईँले हेर्नुहोस्, यस्तो भएपछि के यसो गर्नुहोस्, नाइफ टुल लिएर यसलाई कट गराउँ त के भन्छ यसले, राम्रै बन्दा जस्तो छ है। यसलाई के गरौँ भने यहाँबाट लिएर देख्नु भने यो यस्तो हुन्छ भनेपछि यसो गर्नुहोस्, यसलाई तान्नुहोस् होइन। यहाँ रहेछ नि त, यहाँनिर तान्नुहोस् र यसलाई सिलेक्टै भएन। यसलाई यो पाराले गर्नुहोस्, देख्नुभयो क्या है, किनभने तपाईँलाई देखाउनु पऱ्यो। हेर्नुहोस्, यसलाई पनि अझै पनि अन्डो गर्नुहोस्, कन्ट्रोल थिच्नुहोस्, यसलाई घटाउनुहोस्। अब फेरि क्यामेरा मोडमा जानुहोस्, मेन क्याममा जानुहोस् अनि यसलाई ड्र्याग गर्नुहोस्, यहाँ आयो हो। यहाँले फेरि अर्को ड्र्याग गर्नुहोस्, तपाईँको कहाँसम्म जान्छ भने नि यहाँनिर हेर्नुहोस्। अब तपाईँको फेरि कन्ट्रोल थिच्नुहोस्, यो पार्टमा जानुहोस् किनभने होइन, यो पार्टमा गएपछि सेलेक्ट गर्नुहोस्। त्यहाँबाट यसलाई फेरि बढाउनुहोस् त, हेर्नुहोस् कस्तो छ, केही छैन। यहाँबाट गएर यो अलिक राम्रो भएन, यो भयो होइन, यताको हुन्छ ल, ठिक छ, ओके डन होइन। यो पछि मैले तपाईँलाई कसरी मिलाउँछु भन्ने कुरा चाहिँ देखाउँछु तपाईँलाई पछि। अहिले देखाउँ ल, अहिले देखाउँ। हेर्नुहोस्, यो कर्नर र यो कर्नर मिलेन। तपाईँले के गर्नुहोस्, घुमाउनुहोस्, यसलाई रोटेसन गर्नुहोस्, रोटेसन के हो, रोटेट हो कि रोटेसन हो भन्नु नि यार। अब तपाईँलाई यो भयो होइन। फेरि यो क्यामेरामा जानुहोस्, तपाईँ यहाँ सेलेक्ट गर्नुहोस्, फेरि यो क्यामेरामा जानुहोस्। अब तपाईँको के गर्नु पऱ्यो भनेदेखि कन्ट्रोल थिच्नुहोस्,
जुम गरेर कन्ट्रोल थिच्नुहोस्। अब यो पार्ट बनाउनुहोस्। अब तपाईँले कन्ट्रोल थिच्नुहोस्, ड्र्याग गर्नुहोस्। हो भइहाल्यो। अब यो पार्ट तपाईँलाई त्यसो देखाएको चाहिँ हेर्नुहोस्, यो पार्ट पछि गएपछि ठ्याक्क मिल्छ। कसरी मिल्छ भनेदेखि यो यिनीहरूको यो हाल्दाखेरि अब यो रेडी भइहाल्यो। अब तपाईँलाई अब यसको यो मिलेको छैन भन्नाले हाइट मिलेको छैन होइन, यसो गर्नुहोस्। सेन्टरमा कहाँसम्म भने खै कहाँसम्म छ यो, यहाँ छ होइन, बढाउनुहोस्। यो अलिक ठुलो गर्नुहोस् बस। अब तपाईँले यसलाई कन्ट्रोल क्लिक होइन, कता राख्यो भने यो पार्ट हो नि त होइन, यहाँ राख्नुहोस्। त्यहाँबाट फेरि अर्को एउटा यहाँ राख्नुहोस्, त्यहाँबाट फेरि अर्को एउटा यहाँ राख्नुहोस्, यहाँ राख्नुहोस् होइन, के फरक पर्दैन, यहाँ राख्नुहोस्। यहाँ छ होइन, यहाँ राख्नुहोस्। यहाँ राख्नुहोस् हो, यहाँ राख्नुहोस्। म त्यो सेम चाहिँ बनाउँदैन, लगभग त्यसलाई चाहिँ फलो गर्छु म। यो भयो हेर्नुहोस्। अब म के बनाउँछु भनेदेखि यो प्लेट यो रिङ बनाउँछु। अब के गर्छु म, मेरो क्यामेरा मेन क्यामेरामा छु, अब्जेक्ट मोडमा जाने, ट्युब लिन्छु। हेर्नुहोस् यहाँ ट्युब। अब यो ट्युबलाई यसको हाइट लगभग त्यति जति बनाउनुहोस् यसलाई हो। अब हेर्नुहोस् है, यो पहिला यिनीहरूले बनाएको पनि यहाँ मिलेको छैन यो अलिकति, किनभने यस्तो बाङ्गो छ। अब यो चाहिँ कसरी बाङ्गो टिङ्गो छ भन्दाखेरि हेर्नुहोस् है, म देखाउँछु। अब यो चाहिँ किनभने यो रोटेसन सेगमेन्ट भन्ने नपुग्यो, हेर्नुहोस् यस्तो यो नपुग्यो। अब मैले चाहिँ यो फुल हाल्छु हो, पुग्यो। अब यसलाई मैले होल बनाउँछु यहाँ होइन, लगभग त्यस्तै त्यत्रै खालको बढाउँछु साइज हो, होल बनाउँछु अझै। ल खतरा भयो। अब हेर्नुहोस् है, यसलाई म अझै पुगेन, यसलाई यहाँ लाग्नु तर अलिक फरक भयो होइन। अब यसलाई के गर्नुहोस्, यहाँ हेर्नुहोस् है, तपाईँको यो मिलेन। यो एक्सिस मोडलाई के गर्नुहोस् भनेदेखि यो जुन छ नि एनेबल एक्सिसलाई क्लिक गरिसकेपछि यो एक्सिस पोइन्ट चाहिँ यसरी घुम्छ। तर अहिले यो घुम्यो, किन घुम्यो भनेदेखि यहाँ एडिटेबल नगरेको भएर चाहिँ त्यो घुमेको हुन्छ। र ठिकै छ, त्यसको लागि एकछिन। अब यहाँ चाहिँ घुमाउँदै जानुहोस्, माथि लाँदै गर्नुहोस्। कहाँसम्म तपाईँ यहाँ भन्नाले यहाँ पनि अझै घुमाउनु पर्छ। हेर्नुहोस् है हो, यसलाई कतिसम्म यो लागि के दिएछ भने about here, okay, then make it small। अब हेर्नुहोस् है, यसलाई म हाइट गर्छु। अब यो पार्ट बनाउनु पऱ्यो, यो बिचको होइन। यसलाई के गर्छु म भनेदेखि यो आउट रिङ होइन। अब यसलाई म कन्ट्रोल क्लिक अथवा कन्ट्रोल भी, यसलाई चाहिँ इन रिङ होइन होइन। अब यो चाहिँ के भयो भनेदेखि तपाईँको कहाँ गयो भनेदेखि तपाईँलाई थाहा छैन। त्यसले तल थाहेर यो गर्नुहोस्, यो गर्नुहोस्, यसलाई घटाउनुहोस् अनि बढाउनुहोस् अनि के गर्ने गर्नुहोस् न तपाईँलाई। हेर्नुहोस् है, यहाँ त्यो रिङ भएको ठुलो छ। पहिला यसलाई हाइड गर्नु होइन, चाहिँ यहाँ राखेर होइन, यसको रोटेट अलिक पुगेन। अब अहिले यतिलाई राखौँ। अब
कमिरहेछ हैन। अब तपाईको बढाउनुस्, रिङ बढाउनुस्, हेर्दै जानुहोस्, साइडमा हेर्नुहोस् हैन। अब तपाईको यहाँ के मिलेको छैन यहाँ मिलेको हेर्नुहोस् है। यहाँ राख्नुहोस् लगभग ड्रा गर्नुहोस्। अब यसलाई इनर है, यो कहाँसम्म छ तपाईको, यसलाई पनि हाइड गरेर एकचोटि हेर्नुहोस् कति छ त्यो छ हैन। भनेपछि इनर अझै यहाँ। अब यो हेर्नुहोस् है, यसलाई चाहिँ के गर्छु म भने फिलेट देख्नुभयो। अब यो फिलेट चाहिँ मैले यहाँबाट लगभग 4 हैन। अब तपाईँ यहाँबाट सेगमेन्ट यहाँबाट घटाउनुहोस्, 8 राख्नुहोस्, त्यसलाई घटाउनुहोस् हो। यहाँ रेन्डर गरेर हेर्नुहोस् कति राम्रो देखियो। अब यसलाई पनि सेकेन्डको पनि त्यही हैन, तपाईले सेकेन्डलाई पनि फिलेट गर्नुहोस्, यसलाई पनि गर्नुहोस् हो। तर त्यसको के भने यो रिङको यो रोटेसन सेगमेन्ट चाहिँ पुगेन, त्यसो गर्नुहोस्। त्यसपछि के भयो तपाईँ हेर्नुहोस् हो भएन। अब यसमा भयो के त भनेर भन्दाखेरि तपाईँको यो मिलेन हेर्नुहोस् है। अब यसलाई कसरी मिलाउने भन्ने चाहिँ छ हेर्नुहोस् हैन। कहाँ छ हेर्नुहोस्, पहिला यो कहाँ गएर बसेको छ, यसलाई तान्दै तान्दै लामो चाहिँ नबनाउनुहोस् है, तान्दा तान्दा तान्दै लामो बनाउनु हुँदैन हैन, लामो बनाउनु चाहिँ हुँदैन, ठ्याक्क साइज मिलाउनु चाहिँ हुन्छ हैन। यसो गर्नुहोस्, लामो बनाउनुहोस्, डाउन ल्याउनुहोस् हैन। अलिकति सरी के भयो भने नि तपाईको फर्मेसमा गएर जी पोजिसनमा हुन्छु म चाहिँ। अब यसलाई म ड्र्याग गर्छु, हल्का बढाउँछु, नेक्स्ट स्केल साइज यहाँ हेर्नु चाहिँ माथि कति मिलेछ पहिलाको त्यही बनाउनुहोस्, लगभग यहाँ ठिक छ। यसलाई पनि सेम त्यही गर्नुहोस् हैन। यहाँसम्म छ, यहाँसम्म छ, सानो बनाउनुहोस्, घुमाउनुहोस्, रोटेस अलिकति घुमाउनुहोस्, बस त्यसरी नै। अब तपाईँको के छ भने चाहिँ यस्तो सेम बनाउनुहोस्। यही हो हैन। अब तपाईँको यो साइज र यो साइज मिलाउनुहोस् है, लाउनुहोस् हैन। कतिले यसलाई बढाउनुहोस्, यसलाई पनि बढाउनुहोस्, यो अलिकति छैन बढाउनुहोस्। यो भयो तपाईको यो हाम्रो क्युब, यसको क्युबलाई माथि उठाउनुहोस्। यहाँ कहाँ छ भनेपछि यो लेभलमा हैन। अब तपाईले घुमाउनुहोस्, हेर वाइमा जानुहोस्, वाइ एक्सिसमा जानुहोस् हैन। यसलाई चाहिँ अलिकति घुमाउनुहोस्,
हेर्नुहोस् लगभग यो नै हो भन्नु पर्यो यसलाई अब के छ यसको जम्मै चाहिँ हाइड गर्नुपर्ने हो अनि यो अझै मिलेन है कहाँ यो भनेपछि तपाईको लगभग यसलाई देखाइपठाउँ है बस तपाईँको यति नै देख्ने गर्दाखेरि के हुँदो रहेछ हेरौँ न सरी वाइट पोजिसनमा जानुहोस् साइज ठुलो भयो यो हाइट घटाउनुहोस् यति बनाउनुहोस् होइन लगभग यति होला यस्तो हो अब त्यस पछाडि गएर अब येलो लाइट आएको छ यहाँ चाहिँ यसको लागि के रहेछ डिक्स होइन डिक्सलाई पनि म बढाउँछु लगभग यति माथि लान्छु त्यही अनुसारले यसलाई पनि घुमाउनुहोस् यस्तो बनाउनुहोस् योभन्दा पहिला मेटेरियल तयार गर्नुहोस् लाइटको लागि यहाँ ड्र्याग गरेर हाल्नुहोस् डबल क्लिक गर्नुहोस् तपाईँको स्प्याकुलेटरलाई अफ गर्नुहोस् त्यहाँबाट लुमिनेन्समा जानु लुमिनेन्समा गइसकेपछि लगभग यस्तो खालको कलर हो होइन अब लुमिनेन्समा गएर यस्तो भएपछि के हो भने त्यहाँ व्हाइट कलर हो यसले गर्दाखेरि यो अनचेक गरिदिनुहोस् अब यसलाई माथि लगेर हाल्नुहोस् यसको साइज अझै बढाउनुहोस् होइन आउटर होइन बढाउनुहोस् अनि यसलाई यो देयर अब यसलाई अन गर्नुहोस् हो यस्तै भित्र गयो अब यसलाई मेटेरियल तयार गर्नुहोस् डबल क्लिक यही सेम मेटेरियल हाल्ने हो हामीले होइन यहाँ जानुहोस् यसलाई यहाँ स्क्रिन टु कलर जानुहोस् तर यो धेरै डार्क हुन्छ यसलाई यहाँ गर्नुहोस् रिफ्लेक्सनमा जानुहोस् हेर्नुहोस् रिफ्लेक्सनमा गएपछि यो ब्राइटनेस घटाउनुहोस् स्प्याकुलेटरलाई यो वाइट चाहिँ अलिक घटाउनुहोस् बढाउनुहोस् अब यसलाई ड्र्याग गरेर अब डाइरेक्ट राख्दा पनि भयो यहाँबाट होइन यसलाई पनि हाल्दै होइन ट्रेनर गरेर खेलाउँदै हेर्नुहोस् भइहाल्छ यो भयो अब हामीले यो यसको रङ फाइबर कलर छ है वुड कलरको अब यसलाई चाहिँ वुड कलरको बनाउँछु ट्रेन होइन पहिला यसलाई अनचेक हाइड गर्छु अब यसलाई चाहिँ कलरमा गएर यहाँ गएर यसलाई यस्तो गरेर यसलाई नै गएर यसलाई ड्र्याङ हानेर स्प्याकुलेटरलाई स्ट्रिम अलिक कम गरेर यो बढाएर रिफ्लेक्सनमा गएर यसको निम्न वा अहिले वा भने नगर्नुहोस् आफै वा यहाँ होइन अब यसको के छ कलर हेर है यो त डिस्कले छोप्दैछ नि होइन त्यसको पनि त्यही रहेछ सेम ल
सेम अप्लाई यो पनि त्यही। अब तपाईँ रेन्डर गरेर हेर्नुहोस् चाहिँ यो बन्यो। अब हाम्रो यो पिलर ठुलो देखियो हैन, यो पिलरलाई घटाउनुहोस्, यस्तो गर्नुहोस्। यो पछि म बनाउँछु, पहिला यहाँ यो रिङ पनि बनाउँछु म पनि। अब यो रिङको लागि यही रिङलाई कपी गर्छु म, ड्र्याग गर्नुस्, रिङ भनेर लेख्नुहोस् है हैन। यो भएपछि यसलाई पनि स्केल कम गरौँ, इनर पनि आउटर पनि सबै हैन। पहिला यो तलको बनाउँछु म, तलको थिकनेस हेर्नुस्, हाइट कति छ देयर हैन। यसलाई यसरी राख्नुस्, बढाउनुस्, यति पाराको छ, ठुलो बनाउनुस् बस। अब यसलाई किनभने यहाँ राख्नुस्। अब यसलाई फेरि त्यही कपी गर्नुस् हैन, यसलाई लुकाउनुस् हैन। अब यो चाहिँ के भयो भने यो पार्ट बनाउनुस् है। यो पार्ट बनाउनुस्। अब इनर बनाउनुस् हैन। अब तपाईँ फेरि अर्को एउटा कपी गर्नुस्, किनभने त्यहाँ अर्को एउटा छ, देख्नु भएको छैन त्यो बिचको, त्यसलाई बनाउनु पर्यो। अब तपाईले के गर्नुस् भने इनर क्लोज, आउटर पनि त्यो साइड त्यहाँ राख्नुस् हो। त्यहाँबाट तपाईको के भयो भने यसलाई चाहिँ तपाईले के गर्नुपर्छ भने यसलाई यो हो नि त हाम्रो चाहिने, यसलाई मुभ नगरौँ, किनभने सबै एउटै साइजको छ। हामी फेरि एउटा तिनटै अब्जेक्टलाई एकचोटि मुभ गरौँला। र अब यो भयो। अब हेर्नुहोस् त्यहाँ पहिला के छ कस्तो छ हैन, यो छ। अब यो छ, यसलाई सेकेन्डलाई हल्का डाउन गर्नुहोस्, त्यहाँबाट यसलाई के छ हैन, थर्डलाई पनि हल्का मिलाउनुहोस्। वा यो है अन्त तपाईको अब हामीले गर्नु पर्यो के भनेदेखि नि, अब यो पार्ट ब्ल्याक कलर छ है, यसलाई म यहाँ मेटेरियल अप्लाई गर्छु, यसलाई स्पेकुलेटर अफ गरेर ब्ल्याक लगभग यस्तो खालको बनाउँछु। यसलाई पनि रिफ्लेक्सन दिन्छु अलिकति, स्पेकुलेटर पनि दिउँ कि दिउँ हैन, के गर्नु पछि चाहेन पनि हटाउनु। हेर्नु चाहिँ कालो दिए। अब यो कसरी के बन्छ भन्ने कुरा, अब यसलाई म तीनटालाई अल्ट जी हान्छ, ग्रुप बनाउँछु यसलाई। अब ग्राउन्ड अब्जेक्ट मात्रै भनेर लेख्छु है म, टाइम छैन लेख्नुलाई। अब यसलाई आउँदाखेरि के छ, एउटा तलको त्यो खालको छ हैन,
अब माथिकोलाई चाहिँ यही मेटेरियल एप्लाई गर्दा हुन्छ। र तलको लागि चाहिँ अब म बनाउँछु अर्को मेटेरियल बनाउँछु। हेर्नुहोस् यसलाई अब मैले यसको प्रिसेटमा जान्छु यो टाइलको लागि, तर यो बनाउन पनि सकिन्छ। यसलाई यही कलरमा गएर ओके हानेर यसलाई पनि यस्तो हानेर यसलाई कस्तो कलर हाने यस्तो राख्दै कि मार्बल कलर यस्तो हान्दै यसलाई माथि ठेल्नु चाहिँ हराउँछ। यो राखियो यसलाई पनि रिफ्लेक्सन दियो हल्का हल्का है सबैलाई। अब यो चाहिँ मैले यहाँ अप्लाई गर्छु है कस्तो देखिन्छ हेरौँ। तर यो राम्रो पनि देखियो नराम्रो पनि देखियो। अब यसको पार्ट चाहिँ कहाँ छ भनेदेखि यो गएर हामीले क्युबमा जाउँ हो। अब रेन्डर गरेर हेर्नुहोस् हो। अब अहिले फरक आयो। अब यसलाई हामीले यहाँ राख्नुहोस् अनि सरी त्यहाँबाट जाने अफसेटमा जानुहोस्। यो भयो हेर्नुहोस् है देख्नुभयो नि। अब यसलाई लाइट हो। अहिले म एउटा पहिला सुरुमा के गर्छु भने एरिया लाइट लिन्छु। हेर्नु चाहिँ एरिया लाइट आयो। यसलाई रोटेट गर्नुहोस्। त्यहाँबाट यसलाई चाहिँ कता लाने यता लाने यता हो नि त साथी है। यो उल्टा पनि भयो क्या रङ पोजिसन भयो कि ठिक छ। रेन्डर गरेर हेर्नु ठिक छ। अब यहाँ तपाईँले हेर्नुहोस् है। अब स्पोट लाइट हो। यसलाई पनि घुमाउँछु म होइन। अब यसलाई अब यसलाई के गर्छु भने यहाँभित्र लगाएर राख्छु। सानो बनाउँछु र यसलाई चाहिँ ठुलो बनाउँछु। देख्नुभयो नि त्यहाँ। अब अहिले यस्तो भइसक्यो हेर्नुहोस् हो। अब त्यही सेम म यहाँ तल किन कपी गरेको भने त्यो माथि त्यो अब्जेक्ट मोड नभेट्ने कारणले मैले यस्तो गरेँ साथी हो होइन। अब यस्तै हो। अब यसलाई अलिकति कता देखाउन चाहनुहुन्छ हेर्नुहोस् है। यता देखाउने कि यता देखाउने होइन। यसलाई पनि त्यो हेरेर है। अब तपाईँ रेन्डर गरेर हेरौँ एकचोटि फेरि। अब यो पार्ट अलिक मिलेन हेर्नुहोस् है। जस्तो हामीले यहाँ ग्रुप अब्जेक्ट गरेका छौँ। यसलाई अब होल प्रोजेक्टलाई चाहिँ हेरेर घुमाउनुहोस्। त्यहाँबाट यसलाई ड्र्याग गर्नुहोस्। अब हेर्नुहोस् हो। अब त्यहाँभित्र चाहिँ अलिकति यो हुनुपर्छ हो। अब यो बनाउनु पर्यो। यो बनाउने कि के बनाउने
यसलाई डुप्लिकेट गर्नुस् हैन अब्जेक्ट मोडमा जानुस् हैन त्यो पनि पर्दैन जुममा गर्नुस् स्केल गर्नुस् जुम हैन स्केल है त्यो अब यो नमिल्ने कारण किनभनेदेखि अब चाहिँ यसको चाहिँ ठाउँमै जानुपर्छ हेर्नुस् अब एक त हाइटलाई मिलाऊ इनर आउट यसलाई त लालै भएन नि हैन यसलाई के गरेर अब यसलाई स्लाइसमा गएर काट्नुस् झ्यामै लाएर अनि यसलाई रोटेट गर्नुस् त्यहाँबाट यसलाई पुश गर्नुस् हैन यसको काँचको थियो हैन त्यो अनुसारले यसो तान्नुस् अनि के भयो भनेदेखि तपाईको यो जुन इनर रिङ छ नि इनर भित्रको रिङ चाहिँ यसलाई बढाउनु पर्यो यो हुनुपर्यो हैन अब यो किन तपाईले यस्तो देखिरहेको छ भनेर भनेदेखि नि हेर्नुस् यहाँ मिलेछले यहाँ हुन्छ एडिटेबल गर्नुस् अनि बल्ल मिल्छ अब यसलाई हेर्नुस् हो बस यो हुन्छ ल हेर्नुस् भयो नि अब तपाईको यो पार्ट चाहिँ हेर्नुस् यो पार्टलाई पनि के गर्नुस् यसैले कपी गर्दा नि हुन्छ यहाँ राख्नुस् यसलाई सानो बनाउनुस् हैन सानो बनाउनुस् बनाउनुस् यसलाई यो गर्नुस् नाइफ टुल लिनुस् लाइन मोडमा जानुस् हैन कति छ यसको यति छ यहाँ कट गर्नुस् हो अब तपाईको हामीलाई चाहेको माथिको पार्ट बाहिर आउनुपर्ने तर पोलिगन मोडमा जानुस् अनि युएल हान्नुस् युएल सेलेक्सन टुल हेर्नुस् है एकैचोटि सिलेक्ट भयो हो के भयो अटोमेटिक ताने हैन यहाँ हैन सरी अब यो क्यामेरा अफ गर्नुपर्ने भयो हेर्नुस् अब यो कहाँबाट हाम्रो के भएको छ यस्तो छ हेर्नुस् यो प्रोजेक्ट कसरी बन्यो के बन्यो भने यहाँ थाहा हुन्छ अब हाम्रो चाहिँ यहाँ यस्तो भएछ हैन त्यसले गर्दाखेरि यसलाई के गर्नु पर्यो भने कठिन भएन जस्तो लाग्यो यो पार्ट छ नि यहाँ किन सेलेक्ट भयो भन्दाखेरि यो पार्ट हामीलाई चाहिँदैन यो देखिँदैन यो पार्ट पछि यसलाई चाहिँ शिफ्ट कन्ट्रोल अनसेलेक्ट अनसेलेक्ट हैन अब जुन यो पार्ट छ तपाईले डी हान्नुस् एक्सट्रुड हैन एक्सट्रुड गर्नुस् अब यति अब यो भएपछि तपाईको के गर्नु पर्यो भने यसलाई फेरि अब लाइन मोडमा जानुस् यो पार्टलाई त बेबल गर्नुस् डबल क्लिक हेर्नुस् हो अब यसमा के गर्नु राइट क्लिक बेबल कहाँ छ यहाँ छ है तपाईको सबडिभिजन बढाउनुस् तर त्यहाँ अहिले गइसक्यो र अन्डो गर्नुस् फेरि त्यसलाई अन्डो गरिसकेपछि त्यो यो चाहिँ त्यही बसिरहन्छ तर यो सबडिभिजन चाहिँ बढिरहन्छ त्यसले गर्दाखेरि अब अगाडि ल्याउनुस् अनि बिस्तारै ड्र्याग गर्नुस् नाइस ओके अब हेर्नुस् यो क्यामेरा अन गरिसकेपछि मेन क्याम अन गरेपछि कहाँ पुग्छ ढियामा त्यहाँ पुग्छ हो हेर्नुस् वा सेम भयो हो त्यसमा चाहिँ हामी के गर्न चाहन्छौँ भने यो मेटेरियल चाहिँ नर्मल मेटेरियल ल्याएर लगेर हाल्छु यसलाई दिइहाल्छ हैन अब क्लियर भयो हैन अब हामीलाई के पार्ट चाहियो भने यो पछाडिको पार्ट बनाउनु पर्यो यो रिङ र यो माथिको छ हैन अब यसले के गर्नुस्
अब्जेक्ट मोडमा जानुस्, यसैलाई गर्नुस् अनि यसलाई ड्र्याग गरेर यहाँ तान्नुस्, बुझ्नुभयो? यसलाई चाहिँ फेरि एडिटेबल हान्नुस् हो, सरी अहिले हैन, यसलाई स्लाइस गरेर बल्ल एडिटेबल हान्नुस् हैन। त्यो मात्रै हैन, पहिला यसलाई रोटेट पनि गर्नुस् किनभने ठ्याक्क त्यहाँ त चाहियो नि हैन। त्यो गरेपछि यसको स्केल पनि बढाउनुस्, स्केल मात्रै बढाउँदा नि भयो हैन, त्यो गर्दा पनि भयो। अलिकति तपाईलाई यसलाई के गर्नुस् भनेदेखि यहाँ प्लेमा गएर हाइट बढाउनुस् यसरी हो। अब तपाईको के गर्नुस् भने यसलाई एडिटेबल हानिदिनुस्, एडिटेबल हानेपछि यसलाई तपाईको कति फिजाउने भन्ने भयो नि त हैन। यो भयो, तर के भयो भनेदेखि यसलाई अन्डु गर्नुपर्ने भयो। यसलाई क्यामेरा अफ गरेर त्यो क्यामेरा लिनु पर्यो। हेर्नुस् है कहाँ मिलेन तपाईको, यहाँ छ भनेपछि यो। अब यसलाई के भयो भने तपाईको यसलाई बढाउने कि त्यसलाई बढाउने भन्ने कुरा सोचिरहेको छु। यसलाई चाहिँ इनर बढाउँ है एकचोटि, यस्तो गरी इनर बढाउँदाखेरि, इनर साइज बढाउँदाखेरि, अब आउटर पनि बढाउँदाखेरि यता जानु भने हाइट त मतलबै भएन हैन। अब एडिटेबल गरेर यसलाई किनभने यो यहाँ हुनुपर्छ कि हैन, त्यसले गर्दाखेरि मेन क्याम अन हैन। अब यसलाई एडिटेबल गरौँ, स्केलमा जाउँ। पछि हामीले यो एनिमेसन पनि गरिन्छ र हैन, त्यो भयो। अब एउटा कुरा के भयो भनेदेखि नि तपाईको अब यसैलाई मिलाउँदा पनि हुन्छ। हेर्नुस् यो चाहिँ कहाँ छ हाम्रो पुरानो यसको भनेदेखि, यो चाहिँ पार्ट चाहिँ भित्रै हुनुपर्छ। कति टाढा गएछ, कहाँ गयो बढी ब्याट। अब यसलाई के गर्नुस् भने यसलाई यही छेउमा ल्याउनुस्, यसरी क्याम अन गरेर हेर्नुस्। यहाँ छ। अब यो मिलेन, यसलाई के गर्नु, स्केल पुरै डाउन गर्नुस् हो, यता खिच्नुस्, स्केल डाउन ओके। यसलाई पनि के गर्नुस्, स्केल बढाउनुस्। अब बढाउनुस्, यस्तो गरेर
स्टार्ट गर्ने हैन। अब यो पार्ट बनाउने हेर्नुस् है, यो पार्ट बनाउनु कि पहिला स्क्रिन बनाउला। क्युब लिनुस्, घुमाउनुस्, अब एक्सराई मोडमा जानुस्, किनभने यो यसरी बेसिकमा गएर एक्सराई मोडमा गएपछि त्यहाँ देखिन्छ हाम्रो अब्जेक्टमा यसलाई 0 बनाएर 1 2 गर्नुस्। अब यो टेम्पोररी क्यामेरा अन गर्नुस्। अब यो हामीलाई कहाँ चाहिन्छ भनेर भनेदेखि नि ड्र्याग गर्नुस्। अब यो रिङको भन्दा कमसेकम यति पछाडि हुनुपर्छ। अब यसलाई के गर्नुस्, हेर्नुस्, हटाउनुस्, यो गर्नुस्, यति बढाउनुस्, बढाउनुस् हैन। यसलाई फिलेट गर्नुस् र यसको 2 मै जानुस्। अब यसलाई के गर्नुस्, लाइन मोडमा जानुस्। सरी, यसलाई एडिटेबल गर्नु पर्यो। लाइन मोडमा गएपछि नाइफ टुल लिनुस्, लुप छ यो यसलाई कट गर्नु पर्यो, किनभने यहाँ बोर्डर निकाल्नु पर्यो नि। यसरी यहाँ कट गर्नुस्, यहाँ कट गर्नुस्, यहाँ कट गर्नुस्, यहाँ कट गर्नुस्। अब के गर्नु, पोलिगन मोडमा सेन्टरमा क्लिक गर्नुस्, यसलाई डी हाल्नुस्, भित्र ठेल्नुस् यसलाई हैन। त्यहाँबाट हल्का यसलाई के गर्नुस्, स्केल घटाउनुस्, किनभने अलिकति स्लो टाइपको यस्तो टाइपको हैन, स्क्रिन त्यस्तो हुन्छ नि। अब त्यो भयो, अब तपाईँ यहाँ मेटेरियल एप्लाई गर्नुपर्ने भयो यसलाई। अब यसलाई अघि चाहिँ युएल गर्दा पनि भयो, तर नजिक भएकोले चाहिँ म चाहिँ अब अहिले चाहिँ सिफ्ट थिचेर यो चिज चाहिँ म सेलेक्ट गर्दैछु हैन। अब यो कालो मेटेरियल है, ब्ल्याक कलर यहाँ हाल्नुस्। अब यसलाई गएर यहाँ गएर बेसिकमा गएर यो अफ गर्नुस्, त्यहाँबाट गएर मेन क्यामेरा अन गर्नुस्। हो हेर्नुस् भयो हो। अब यो पिलर मेरो गर्लफ्रेन्ड कहाँ गयो यार। अब यसलाई पनि रोटेट गर्नुस्, त्यहाँबाट अब्जेक्ट मोडमा जानुस्, यो बनाउनुस् हैन, यो गर्नुस्, तपाईको यो जानुस्, अनि जी मोडमा जेड मोडमा जानुस्, तपाईको यति बनाउनुस् हैन। अब तपाईँ के गर्नुहोस्, फेरि यसलाई क्यामेरालाई अन गरेर तपाईँले पुस गर्नुहोस् यो, किनभने यो यसमा बस्ने हो, त्यसले गर्दाखेरि कति बसेछ हेर्नुहोस् है। त्यो पहिला त्यसको त्यो छैन, गर्नुहोस्, तिमा राख्नुहोस्। अहिले यो बनाऊ, पहिला एउटा रेडी गर्नुहोस्, त्यस पछाडि यसलाई कपी गर्नुहोस्। अब त्यसमा यो मेटेरियल अप्लाई गर्नुहोस् हैन, किनभने त्यहाँ हेर्नुहोस् यो मेटेरियल सुहाएन, त्यसले गर्दाखेरि यसलाई अलिक डार्क, सरी यो गर्दा नि भयो। यसलाई स्पेकुलरले अफ गरेर फरक देखिन्छ, देख्नु पर्यो फरक भयो। अब तपाईँको के छ भनेदेखि
बोर्डरमा मात्रै टच हुने है अब्जेक्ट यति बडा यो गर्ने त्यो तल उसमा देख्नु भने यसलाई ड्र्याग गर्नुस् कपी गर्नुस् यहाँ राख्नुस् हो अब हेर्नुस् एकचोटि हेरौँ अब यो पार्ट बनाउनु बाँकी छ हेर्नुहोस् है यो पार्ट बनाउनु बाँकी छ तर यो पार्टहरू बनेको हो कि होइन यो पार्ट बनाउनुको लागि चाहिँ गाह्रो छ अब यसलाई म अब अहिलेलाई स्टप गर्छु र फेरि म तपाईँहरूलाई केही छिन पछाडि देखाउने छु अब यो अब म अर्को अब्जेक्टहरू गर्दिनँ तपाईँहरूलाई के देखाउन चाहन्छु भनेदेखि नि अब यसलाई रियल अब यो मेरो ब्याकग्राउन्ड अफ गर्छ हेर्नुहोस् है यसको ओरिजिनल यो देखियो हेर्नुहोस् यो अब यसलाई पहिला तपाईँलाई हेर्न अलिकति झ्याउ भयो त्यसले गर्दाखेरि यो ग्राउन्ड फ्लोर पनि निकालौँ न त हैन अब यसलाई लगभग यतिमा राख्नुहोस् सिम्पल है तपाईहरुले यो सिम्पल भन्नाले यो खास यसलाई जुन यहाँ पार्ट छ त्यो पार्ट तर यही हाल्दा पनि हुन्छ के फरक पर्दैन अब यसमा टाइल हाल्छु मैले हैन अनि यसलाई टाइल चाहिँ के गर्छु भने म यसकै प्रिसेट चलाउँछु यसको कहाँ छ भने मेटेरियलमा गएर यसलाई अलिकति ठुलो गरौँ विचारले प्राइमली बिचमा होला है लाइटमा होला यसमा पर्छ कुराहरू के क्या स्टोनमा के छ गएर मेटेरियलमा गएर तपाईँको यसरी त्यो होइन नि तपाईँको कहाँ हुन्छ कहाँ छ भने यो भिजुलाइजमा भिजुलाइजमा छ अब तपाईँको वालमा छ यो वाल के थियो यो भयो होइन यो वाल चाहिएन मलाई चाहिँ स्टोनमा गएर मार्बल हेरौँ कस्तो देखिन्छ इन्डियन मार्बल पनि हुनुपर्छ है इन्डियन मार्बल इन्डियन मार्बल हुनुपर्छ यो इन्डियन मार्बल अब यसलाई म के गर्छु यसलाई ड्र्याग गरेर डाइरेक्ट त्यहाँ राख्दा पनि हुन्छ र ड्र्याग गरेर यहाँ राख्दा पनि हुन्छ क्लोज गर्छ हेरौँ वाह हेर्नुहोस् है अब यो ब्याकग्राउन्ड त्यही छोडिदिनु भयो यो पछि हामी बनाउनु यो मार्बललाई चाहिँ के बनाउँछु भने म यहाँ यो लगभग यो टाइल जस्तो बनाउने कोसिस गर्छु कलरमा जाउँ कि बम्पमा जाउँ कि अल्फामा जाउँ त अल्फामा के भन्छ हजुर ए के गर्नु बसिरह भाइ यसमा के गर्नु पर्यो भने
यसमा के गर्नु पर्यो भने बम्पमा गएपछि चाहिँ म नोइज हाल्छु अलिकति सरी नोइज यसलाई अझ त्यो गर्नुपर्ने हुन्छ जस्तो अब यो साइज यो यिनीहरू मिलेको छैन अब यसलाई म के गर्छु भनेदेखि नि यो पहिला यहाँ यहाँ ट्युटोरियल बनाएको कि यति बनाएको कहाँ देखेकै छैन बिहान भाइ गएपछि एकछिन पछाडि आएको थियो खुसुक्क छिर्यो त्यहाँबाट त कता गयो आज नाइट काम गर्छ कि अब यसलाई इफेक्टमा ग्लोबल लुमिनेसन जेनरलमा गएर मिडियममा गएर मिडियम लो क्यासमा गएर मिडियम लो मेरो भाइ यहाँ साथी आयो अब तपाईँहरूसँग हेर्नुहोस् है अब ओरिजिनल देख्छ हेर्नुहोस् तपाईँहरू होइन टाइम लाग्छ है यो चाहिँ अलिकति छिटो रेन्डर हुन छिटो 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 कति टाइम लाग्यो ओह ल हेर्नुहोस् यो मैले बनाएको सेट हेर्नुहोस् अब यसलाई यहाँ न्युज भन्दा पनि भयो तपाईँको यसलाई यो ठाउँमा तपाईँको सुटिङ गर्दा पनि भयो स्टेज बनाउँदा पनि भयो जे गर्दा पनि भयो वाह सुपर अब तपाईको यो पार्टहरु देखिरहेको छ अब यो पार्टलाई एउटामा मिलाइदिइहाल्छु है तपाईहरुलाई अलिकति लाग्यो होला हैन अर्काले राम्रो भन्नु नभन आफै राम्रो भनिदिइरहेको छु है सरी त्यसको लागि ल अब एकछिन फेरि रेन्डर गरेर हेरौँ के हाल्यो छ हालेको छ छाता छाता छिटो गर्ने कसैलाई सिक्न पर्यो भने है अब यो पनि सिक्ने कि सेभ गर्छु किनभने दुःख गरी बनाए अब आफ्नै उसको लागि हो अब रेकर्ड गरेको छु अनि अब यो मेरो सेभ गर्नु पर्यो सेभ चाहिँ कहाँ गर्ने भने खल्तीमा हाल्नु मिल्छ कि मिल्दैन यसलाई झिकेर खल्तीमा हाल्नु मिल्ने हो भने चाहिँ यार यहाँ कम्प्युटरमा सेभ गर्दा गर्दा टाउको दुख्छ के अरे कता सिपडी प्रोजेक्ट यो चाहिँ बाई बाई ल है नेक्स्ट टाइम आएको छैन बाई बाई नेक्स्ट टाइम अर्कोचोटि म फेरि देखाउँछु तपाईँ